साथीहरु नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामीहरु यत्रो दिन घुम्यो अर्यो हैन। अब हाम्रो चाहिँ आज ब्रदरहरु चाहिँ ब्याक टु अमेरिका हुँदै हुनुहुन्छ। यहाँ हुनुहुन्छ हैन, लास्ट डे। यहाँ लास्ट डे छ। अब उहाँहरुलाई चाहिँ होटल मेन्सले चाहिँ व्यापक विदाई कार्यक्रम गरेर पठाएको छ यहाँ यी हैन। अब के छ होटल मेन्सलाई के भन्न चाहनुहुन्छ तपाईहरु? One of the best hotels, and anyone who is coming from US, please visit them. Best customer service. Oh, सही हो नि? सही हो। ल अब होटल भन्दा पनि घर जस्तो हो है। होटल चट्टा आउने हो, रिल्याक्स गर्ने हो। फिल लाइक होम हो। फिल लाइक होम हो। अनि के छ त अब नेपाल छोडेर जाँदै हुनुहुन्छ हैन? सेट हामी त पशुपति पो जाने हो है। के रे नेपाल छोडेर जाँदै हुनुहुन्छ हैन? के भन्न चाहनुहुन्छ? आयो हैन, यस्तो मजा गर्यो। अब जाँदाखेरि त हल्का उतो भइ नै हाल्छ है। तर आइन राख्ने मान्छे हो हामी भनेको। ओहो। अनि के छ त अब के भन्छ अरे फेरि कहिले आउनुहुन्छ त अब? लेट्स सी, मेबी डिसेम्बर हैन? भएन भने अब कथाले कहिले माग्छ झर्दिहाल्ने हो। कथाले माग्ने त झर्दिने हो। कथाले कहिले मागिसक्यो। एउटाले मागिरहेछ, अब अर्कोले के हो डेन्जर पड्का। अनि त्यसो भए नेपाल बसाइ कस्तो रह्यो त? एकदम यत्रो दिन बस्नु हो हैन? हामी सँगै घुम्यौँ अर्यौँ। बेस्ट मेमोरी हैन? कस्तो लाग्यो त? एकदम बेस्ट मेमोरी हैन? जहाँ पुग्यो हामी रातारात हैन? घुम्न नि अचकाली घुम्यो नि त हैन? अचकाली घुमेर जस रमाइलो भयो नि त। एकदम त्यस्तो केही रमाइलो नभएको त्यस्तो केही छ भने भन्नुपर्ने केही मनमा बिहा छैन हैन त? ल ट्याक अब हामी चाहिँ यो बाटो चाहिँ कता आइपुग्यो त हाम्रो यार? केही छैन हैन। हिजो हाम्रो आशिष दादा मिस हुँदाखेरि चाहिँ अलिकति नरमाइलो लाग्यो। नरमाइलो लाग्यो हैन। र पनि अब अनि तपाईँ त रुन लाग्नु क्या हो? आँसु झर्थ्यो भने के गर्नु अहिले के छ? अनि विशाल ब्रदरको के छ? तपाईँ त धेरै पछि आउनुभएको नेपाल हैन? कति वर्ष पछाडि आयो पायो अनि 14 पछाडि आयो अनि तिम्रो कस्तो हुँदैछ? एकदम राम्रो भयो, फेरि आउने हो है। अब वर्ष 2 मा कहिले हुन्छ समयले साथ दिन्छ हो, फेरि झर्ने नै हो नि त। लागि चाहिँ यात्रा यही टुङ्गेको छ हाम्रो। अनि हाम्रो आशिषलाई के भन्न चाहनुहुन्छ तपाईँ? हिजो नआएकोमा के भन्न चाहनुहुन्छ? हाम्रो आशिष ब्रदर आउनु चाहिँ पर्ने मान्छे हो, अन्तिममा गएर अब अलिकति समयले साथ नदिनु कारण आउने मान्छे पनि हो, तर अब अलिकति हिजो त्यस्तै भयो। के कारणले चाहिँ आउनु पाइएन? हैन, हिजो अब त्यस्तै भयो। अनि हल्ला त व्यापक छ नि त बजारमा। कारण के हो? कारण भन्न मिल्ने कि नमिल्ने? जनता जान्न चाहन्छ। कारण त अब त्यस्तो छैन। अब हिजो त्यस्तै कहिलेकाहीँ सिचुएसन अलिकति साह्रै सिचुएसन पर्यो हो। त्यो भएर हो। अन्त हिजो तिमी उपस्थिति नै हुन नपाएकोमा चाहिँ के भन्न चाहन्छौ? म क्षमा प्रार्थी छु त। ए हो, म एकदम क्षमा प्रार्थी छु। ए म आउने खालको मान्छे हो। हिजो चाहिँ अब आइएन। हिजो फर्स्ट टाइम छुट्टियो। कथाले साथ दिएन। कथाले साथ दिएन। ल ब्रदरहरू चाहिँ अब जानुभन्दा अगाडि चाहिँ पशुपतिको चिनो लान चाहिँ लिनलाई चाहिँ होइन? अहिले हामी कहाँ छौँ त? पशुपति लिएर छौँ होइन त? ब्रदर के लाने रे यहाँबाट? यो यस्तो लाने हो। यहाँ हामीले हिजो ल्याएको ठाउँ छ होइन? त्यहाँनिर चाहिँ आज लिने कुरो छ होइन? ल यहाँको चाहिँ पशुपतिमा चाहिँ हामीले यहाँ हिजो ल्याएको ठाउँ छ क्या, यहाँ लिएर दिदीकोमा। ल यहाँ ब्रदरलाई चाहिँ गिफ्ट मिल्दैछ त। यहाँ गिफ्ट यो हो। त्यो चाहिँ के हो त खै? गिफ्ट यो चाहिँ गिफ्ट ब्रदरलाई। नामी छ नि त। यो चाहिँ लान लागेको त्यही। ल यहाँ चाहिँ अब चिनो किन्ने काम भइसक्यो होइन? ल त छिटो गरौँ न त, ढिलो हुन्छ। दिदी प्लास्टिक दिन त एउटा।
प्लास्टिक चाहियो उडान छ यी मैले भन्नु भएको थियो है ढिलो ढिलो भइसक्यो खानु मेरो तर्फबाट खानु नि 3 जना बाँडेर यसमा दिनु 4 जना छौँ नि हामी अर्को त गाडीमै छ नि फोटो खिच्नु माछे के हो दिदीको पसल यस्तो कालीको ल हामीले चाहिँ लिइसक्यो दिदीले चाहिँ प्रसाद पनि दिनुभएको छ यहाँ ल प्रसाद हो भित्र सिटको खानु नि फेरि ल दिदी धन्यवाद ल आज उडान हो अहिले अनि यो मेरो तर्फबाट प्रसाद स्टिमी त दिनु न है मेरो तर्फबाट ओहो गिफ्टै गिफ्ट आज ल 7 नम्बर यो पसल नम्बर 7 है त ल दिदीको पशुपतिनाथमा आउनु होला दर्शन गर्नु होला है हजुर सबैले नमस्कार छ पशुपतिनाथको कृपा जय शम्भो ल दिदी पुरै भर रहेछ त गाडीमा त केही देखिँदैन बाई बाई भन्ने बेला आइसक्यो है बाई बाई भन्ने बेला आइपुग्यो ल झन्डा चाहिँ म लागिन्छु लागिन्छ होइन ल अब चाहिँ फाइनली हामी बिदा गर्दैछौँ यत्रो दिन घुमियो होइन ल हाम्रो विशाल ब्रोदरलाई चाहिँ यो झन्डा चाहिँ लगेर ट्यागको घरमा भित्तामा मजाले राख्नु होला हाम्रो नेपाल त जहाँ पनि देखाउनु पऱ्यो नि त नेपाल जहाँ पनि देखाउनु पऱ्यो मैले त ब्रदर लङ्गाल मारेको छुइनँ नि त यो मन त मेरो नेपाली हो अब चाहिँ ढिलो हुन्छ होइन हामी अब 6 बजेको चाहिँ टिकट हो हामी 4 भइसक्यौँ ल यो चाहिँ अब लान दिँदैन क्या भित्र अब यसलाई चाहिँ ट्यागको ब्यागमा हाल्दै हुनुहुन्छ होइन अब यो चाहिँ चिनो हो नि त यो होइन चिनो ट्यागको ब्यागमा हालेर लानुहुन्छ दुईजनाले हाल्दै हुनुहुन्छ फाइनली अब नचाहँदै चाहिँ भाइ भन्ने बेला आएछ होइन त्यस्तै होइन ल शुभयात्रा एकदम राम्रोसँग जानु होला फेरि हामीले यसरी नै स्वागत गर्न पाइयोस् होइन त ल लाग्नु ढिलो हुन्छ ल है त ल ल एकदम ल अब फाइनली चाहिँ हामी होइन ल सबैजनाले यसरी नै हामीले भन्नु त ल छिरौँ यो अब यो चाहिँ कसरी लान्छ यसलाई यो तान्नु मिल्दैन हो र ए हे यो त बिग्रियो भाँच्यो ल झोला भाँच्यो मिल्दैन नेपालमा किनेको यस्तै हो क्या अनि अलि राम्रो किन्नु पर्यो नि त राजा हो त्यत्तिकै ल यताबाट जाउँ ऊ चाहिँ कहाँ छ टिकटहरू बुक पासपोर्टहरू ए ल ल ल ल ओके हजुर
entrance कता हो यहाँदेखि यहाँदेखि पनि छ होला हौ लाइन छैन होइन यहाँदेखि पनि हुन्छ होला यहीँदेखि हुन्छ यहाँदेखि जानु न सर र त्यहाँबाट ल बाई बाई यहाँबाट होला जस्तो ल बाई बाई यता ब्रोदर चाहिँ पर जाँदै हुन्छ होइन के ल के भयो होइन त्यो यहाँ टिकट देखाउनुपर्छ टिकट चाहिँ हामीले लिनु भयो सबैजना त्यहाँ विदेश जानेहरू हुनुहुन्छ होइन शीर्षकमा विशाल बजारमाथि शीर्षकलाई विशाल बजार पनि फाइनल शीर्षकमा भयो होइन सो त्यही हो अब हामी पनि होइन अब बाहिर गएर फर्किँदैछ भिडियो के कस्तो हुन्छ हेर्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला हामीले चाहिँ अरू चाहिँ हामीले आजसम्म त ल थ्याङ्क यू सो मच है त